यो गाडीको बडी चाहिँ एकदम 3D प्रिन्टको बनाएको है। त्यही भएर चाहिँ बेरिङहरू मिलेको। यो पनि सबै 3D एसेसोरिजहरू हो क्या, सबै 3D प्रिन्ट गरेर निकालेको। अनि हामीले चाहिँ यसरी जोड्नु पर्ने हुन्छ। त्यहाँनिर क्लिप हुन्छ टक्कसँगले। यो चाहिँ गियर मोटर हो, यसलाई चाहिँ टक्कसँगले यसको बडीसँग जोइन गर्नुपर्ने हुन्छ। यसरी जोइन भइसके पछाडि चाहिँ यस्तो देखिन्छ। हेर्नु होला मजाले, तपाईँहरूले गर्न सक्नुहुन्छ। अन्तिम लुक चाहिँ यस्तो आउँछ सबै फिक्स गरिसके पछाडि। अब बडी बनाउनुको लागि चाहिँ हामीले कार्डबोर्ड ल्याउनु पर्ने हुन्छ। यसरी कार्डबोर्डलाई चाहिँ काटेर यस्तो सेपमा बनाउनु पर्ने हुन्छ र यसरी यहाँनिर चाहिँ जोइन गर्नुपर्ने हुन्छ। यो कार्डबोर्डलाई चाहिँ ग्लुगनको मद्दतले गरेर त्यस पछाडि चाहिँ हामी बडी बनाउन सुरु गर्छौँ। यसरी कार्डबोर्डको सेप लिएर चाहिँ काटेर चाहिँ बनाउँछौँ हामी। जहाँ पनि हामीले ग्लुगनले जोइन गर्नेछौँ। यस्तो हुनेछ। यो सबै स्टेपहरू चाहिँ तपाईँहरूले फलो गर्दै जानुहोला र फलो गर्दै गएपछि अन्तिममा चाहिँ हामीले ट्याङ्कको टरेट बनिनेछ। अन्तिममा चाहिँ यसरी सानो सानो पिस काटेर चाहिँ हामीले त्यहाँनिर जोडिदिनु पर्ने हुन्छ। ग्लुगनको मद्दतले जोडिदिइसके पछाडि चाहिँ जोडे पछाडि चाहिँ यस्तो सेप आउँछ। अनि हामीले चाहिँ क्यानन जोड्नु पर्ने हुन्छ। क्यानन जोड्नुको लागि चाहिँ हामीले एउटा बाँसलाई लिएर कार्डबोर्डले चेपेर यसरी बनाउनु पर्ने हुन्छ। डिजाइन दिएर चाहिँ अब हामी यसको माथि चाहिँ यसको मेन पार्ट लगाउनु गइरहेको छौँ। यो लगाइसके पछाडि चाहिँ हामीले माथिको फुल बडी लगाउनेछौँ र अन्तिममा यस्तो देखिन्छ। त्यसपछि चाहिँ हामी स्ल्याग पनि लगेर जोड्नेछौँ यहाँ माथि। अनि माथि जोडेपछि चाहिँ हाम्रो ट्याङ्क बनेर रेडी हुनेछ। अब चाहिँ हाम्रो ट्याङ्क रेडी भइसक्यो। अन्तिम लुक्स